25 मिटर सडक विस्तार गर्नुको विरुद्धमा हामी छैनौँ। हामी सडक फराकिलो हुनुपर्छ भन्ने पक्षमै छौँ। एउटा मन्त्रीको आएर हेटौँडा आएर एउटा कार्यक्रममा आएर मन्त्रीले बोलेको भरमा सडक विभागले सूचना प्रकाशित गरेको छ। यो त समस्या 2034 सालदेखिको एउटा समस्या सुरुवात भएको हो। यो राज्यको निकायले समाधान उ बेला गरिदिएको बेला समाधान भइसक्थ्यो, तर त्यो बेला राज्यको निकायले समाधान नगरेकोले अहिलेसम्म हामीले दुःख भोगिरहेका छौँ। 25 मिटर सडक विस्तार गर्नुको विरुद्धमा हामी छैनौँ। हामी सडक फराकिलो हुनुपर्छ भन्ने पक्षमै छौँ। तर त्योभन्दा पहिला हामी यहाँ परापूर्वकालदेखि बसोबास गरेर आएको, पुस्तान्तरण भएर आएको र यहाँ घर जग्गा खरिद बिक्री हालसम्म भएर बसिरहेका बासिन्दाहरूको हकमा नेपाल सरकारले क्षतिपूर्ति मुआवजा दिनुपर्छ कि पर्दैन भन्ने विचार चाहिँ अहिलेसम्म सडक विभागले पुर्याउन सकेका छैन। जसरी हुन्छ सडक विभागले जबरजस्ती खाली गर्नु मात्रै खोजिरहेको छ। नेपालको संविधान, नेपालको कानुन, अन्तर्राष्ट्रिय कानुन, सर्वोच्चको नजिरले के भन्छ भने कुनै पनि व्यक्तिको सम्पत्ति विकास निर्माणको लागि लिन पाउँछ, तर त्यो सम्पत्ति लिँदा नेपाल सरकारले ती व्यक्तिको क्षतिपूर्ति मुआवजाको उचित मूल्याङ्कन गरी वितरण गर्नुपर्छ भन्ने नेपाल सरकारको कानुन, संविधानमा उल्लेख, अन्तर्राष्ट्रिय कानुन, सर्वोच्च अदालतको नजिर छ। यो नजिरलाई लट्याएर सडक विभागले हालै सूचना जुन प्रकाशित गर्यो, एउटा मन्त्रीको आएर हेटौँडामा आएर एउटा कार्यक्रममा आएर मन्त्रीले बोलेको भरमा सडक विभागले सूचना प्रकाशित गरेको छ। अहिलेसम्म केही मुद्दाहरू सर्वोच्च अदालतमा विचाराधीन छन्। हिजो यस्तै सूचना निकालेको कारणले, त्यो 1 वर्ष अगाडि सूचना निकालेको कारणले हामीले मुद्दा हालेको पनि थियौँ 1-1.5 वर्ष अगाडि। त्यो क्रममा हेटौँडा सडक विभागको डी, यहाँको जिल्ला प्रशासनका सिडिओ, यहाँको हेटौँडा उपमहानगरको मेयरलाई सहित विपक्षी बनाएर सर्वोच्चको फैसलाको विरुद्धमा बोलेर जुन किसिमले उहाँले आफ्नो ताण्डव देखाउनु भएको थियो त्यसको विरुद्धमा मुद्दा पनि हालेको छ। सडक विभागको विरुद्धमा मुद्दा हालेको छ। इभन व्यक्तिको विषयमा पनि मुद्दा हालेको छ। त्यो मुद्दा फैसला नभएसम्म मलाई लाग्छ कानुनी रूपमा यो सडक विस्तार हुन सक्दैन। कुनै एउटा मन्त्रीले बोलेको भरमा, यो सडक विभागले सूचना निकालेको भरमा हामी घर खाली गर्दैनौँ। यदि घर खाली गर्नुपर्ने परिस्थिति नेपाल सरकारले जन्माउँछ भने यो त्यसको दुर्भाग्य हो। कुनै पनि व्यक्तिले आफ्नो सम्पत्ति नेपाल सरकारलाई सित्तै दिन्छु भनेको छैन। यद्यपि हामी 16 मिटर दायाँ बायाँ चाहिँ नेपाल सरकारले विकल्पको बाटोमा लग्यो भने यसलाई फराकिलो गर्न यहाँका स्थानीय बासिन्दाको हैसियतले, हामी यहाँका सामाजिक व्यक्तिको हैसियतले अरू सबै समुदायहरूलाई हामीले 25 मिटरभित्र बस्नेलाई यस विषयमा कन्भिन्स गरिसकेका छौँ। विकल्प खोजेर गएर यसलाई फराकिलो गर्ने हो भने हामी 16 मिटर दिन अहिलेसम्म राजी छौँ। नेपाल सरकारले सडक विस्तारको विषयमा उचित छलफल गरेर एउटा निकास निकाल्न जरुरी छ। यो ढिलो भइसकेको छ। अहिलेलाई यति। धन्यवाद।